दर्शकवृन्द कक्षा 8 सम्म पढेका रूपन्देहीका करण मल्लले मान्छे जत्रै ठूलो उड्ने हवाई जहाज बनाएका छन्। हुने बिरुवाको चिल्लोपात भने चाहिँ रूपन्देहीको सियारी गाउँपालिका वडा नम्बर 7 कोठावाका 19 वर्षीय करणले अहिलेसम्म 14वटा हवाई जहाज बनाइसकेका छन्। आज करणले बनाएको हवाई जहाजलाई उडानको लागि लगेती छ। 2 लाख ऋण खोजेर उनले 25 मिनेटसम्म उड्न सक्ने हवाई जहाज बनाएका हुन्। कक्षा 8 सम्म पढेका उनले यो मान्छे जत्रो हवाई जहाज 15 दिन लगाएर बनाएका हुन्। आर्थिक स्थिति कमजोर भए पनि करणले हवाई जहाज बनाउने काम छाडेका छैनन्। तपाईले पनि यो क्यूआर कोड मार्फत करणलाई सहयोग गर्न सक्नुहुनेछ। यो सानो कोठामा बसेर उनी हवाई जहाज, पानी जहाज र ड्रोन समेत बनाएका छन्। करणले कापीमा ड्रइङ उतारेर हवाई जहाज बनाउने गरेका छन्। उनले रकेट समेत बनाउने योजना बनाएका छन्। हामी यो हवाई जहाज उडाउनको लागि उनको घरबाट खुला ठाउँमा जाँदैछौँ। देख्न सक्नुहुन्छ यो तीनै भाइले बनाएको प्लेन हो। देख्न सक्नुहुन्छ यस्तो प्लेन बनाएका छन् यी भाइले। ओ माई गॉड, ओ माई गॉड, यति बेरसम्म आकाशमा उडिरहेको छ ती।